नमस्कार साथीहरू, अहिले चाहिँ हामी सैलुङको डाँडामा छौं। मेरो साथमा वीरेन्द्र थामुसाङ सर हुनुहुन्छ। उहाँले ड्रोनको माध्यमबाट यहाँका सुन्दर अनि रमणीय दृश्यहरू कैद गर्दै हुनुहुन्छ। केही दिनपछि नै यहाँको दृश्यहरू युट्युब मार्फत तपाईहरुले देख्न सक्नुहुनेछ। प्रतीक्षा गर्नुहोला। अहिले हाम्रो ड्रोन चाहिँ आकाशमा उडिराखेको अवस्था छ। यो ड्रोनले भिडियो अनि फोटोहरू कैद गरिराखेको छ यहाँको दृश्यको। साथीहरू, अहिले हाम्रो ड्रोन पूर्वतिर छ साथीहरू। यो भागमा धेरै माथि छ, देख्न सकिन्न यहाँबाट। यहाँको दृश्यहरू कैद गरिराखेको अवस्था छ साथीहरू। हाम्रो ड्रोन नजिक आइराखेको अवस्था छ। हामीले लगभग भिडियो र फोटोका दृश्यहरू यहाँनिर कैद गरिसकेका छौं। यहाँबाट फेरि पनि पश्चिमतिर पठाइया छ ड्रोन साथीहरू। यहाँ माथि अलिकति हामीले आँखाले देख्न नसक्ने ठाउँमा पुगिसकेको छ। फर्काउने क्रममा हुनुहुन्छ हाम्रो वीरेन्द्रजी ड्रोनलाई। र हाम्रो नजिक आइराखेको अवस्था छ। ल आयो अब ल्यान्डिङ हुने टाइम भयो। यहाँ माथि देखिराख्नु भएको छ साथीहरू। ल अब झार्दा हुन्छ होला वीरेन्द्रजी। ल ठिक छ। यहाँ माथि देख्न सक्नुहुन्छ है साथीहरू। ल झर्यो। ल वीरेन्द्रजी, नाइस ल्यान्डिङ गरौँ त हाम्रो ड्रोनलाई। नाइस ल्यान्डिङ गरौँ है। ल हेरौँ है कतिको पर्फेक्ट हो, कतिको प्रोफेसनल हो। नाइस ल्यान्डिङ है। म हेर्छु। गुड, धन्यवाद साथीहरू।